आज चाहिँ म मेरो केटाहरूलाई इन्डोनेसिया छोड्न जाँदैछु। केटा हो गाडीमा अब चढ्न आँटे भनेर देखाउन आँटेको छ। ल भित्र छिरौँ, भित्र छिरे सिट बेल्ट बाने ल लाग्दिउँ भनेर लाग्दिसकेको छौँ। हामी चाहिँ यो मेरो घर हो, देख्न सक्नुहुन्छ। अब यहाँ हेन्सी थोपडा देख्नुहुन्छ, चमक हेर न, आम्मामा करोडको फेस छ। लिम्बे साथीलाई हामीले पिकअप गरिसकेको छौँ। लिम्बे साथी फर्स्ट टाइम गाडी चढेको, ढोका कसरी लगाउने भनेर एकदमै आतिरहेको देख्न सक्छौँ हामी। ठिकै छ, साथीलाई मैले सिकाइसकेको छु ढोका कसरी लगाउने भनेर। लिम्बे साथीलाई अलिकति हल्का स्पिड कुदाइदिएको, आम्मामा खुसी भएर ऊ फर्स्ट टाइम गाडी चढेको, यार साथी कति मजा आयो, 1 करोडको गाडी भन्दैछ है। ठिकै छ, अब हामी चाहिँ सनन लिम्बे साथी पनि खुसी भइरहेको थियो। ल लिम्बे साथीको लागि भयो भने हल्का कुदाइदिउँ। हामी सुरुमा बुट क्याम्प जाउँ भनेर हामी चाहिँ अब बुट क्याम्पतिर लाग्यौँ। बुट क्याम्पमा पार्किङ नभएको कारणले गर्दाखेरि रोडमै पार्किङ गऱ्यौँ। यहाँ ट्रक सर्क छिर्छ कि छिर्दैन भनेर बाटो चेक गर्दैछौँ। किन हामीले त्यहाँ रोक्यौँ भन्दाखेरि यत्रो खाल्टो देख्न सक्नुहुन्छ। यो खाल्टोको कारणले गर्दाखेरि हामीले बाटोमै राखेर हामी अब भित्र छिर्दैछौँ, बुट क्याम्पतिर जाँदैछौँ। यत्रो खाल्टोमा त कहाँ छिर्छ त गाडी भनेर हामीले बाटोमै राख्यौँ। ठिकै गऱ्यौँ जस्तो लाग्यो। त्यस पछाडि हामी पुग्यौँ बुट क्याम्पमा जिगल भाइलाई देख्न सकिन्छ। लिम्बेले हैटेको बुबु छाम्यो। त्यस पछाडि लिम्बे हामी यतै छौँ। स्लिपी र स्काई नो फेयर चाहिँ उतैबाट डाइरेक्ट एयरपोर्ट आउने भएको कारणले गर्दाखेरि हामी सटललाई केटा हो छिटो प्याक गर भने जिगललाई जितिन्छ नि भनेको। स्योर जितिन्छ दाइ, फर्स्ट सेकेन्ड थर्डमा त स्योर हो भन्दैछ। ल ठिकै छ भाइ, राम्रो गर्नुपर्छ, यत्रो फ्यान्सहरूले यत्रो सपोर्ट गरिरहेको छ भनेको। कोचलाई पनि मैले एकदमै राम्रोसँग है कोच बिस्तारै मजाले के गल्ती भएको छ भनेको। हुन्छ दाइ केही छैन, चिलो जितिन्छ, 100% जितिन्छ भनेर भनिरहेको छ उसले। त्यस पछाडि हामी एयरपोर्टतिर लाग्यौँ। एयरपोर्टमा पुग्ने बित्तिकै एकदमै ठुलो पानी पर्यो। पानी परेर रणबहादुर अगाडिको सिसा झन्डै फुटायो। इन्सुरेन्स छ, ठिकै छ, बाले भएन कि नयाँ गाडी हो। त्यस पछाडि पानी परेर बाहिर निक्लिन नसकेर हामी भित्रै बसेर केटाहरूलाई फोन गऱ्यौँ, के गरौँ केटा हो, माथि आम के गरौँ कि कसो गरौँ। पानी परेर लास्ट झ्याउ भयो क्या आज। हेर न यत्रो पानी पऱ्यो रणबहादुर, पानी परेर जसरी भिजेर पार्किङमा राखेर हुस्लिबी भाइ एकदम मस्किरहेको छ बहिनीहरूसँग। एयरपोर्ट त छिरियो मजाले भिज्दै भाइहरू, अब विदेशमा नाडेको भाइहरूलाई, अब भाइहरू पुऱ्याउन आएको भाइहरूलाई पनि फोटोसोटो खिच्यो, किनभने फोटो खिचेन भने त रिसाइहाल्छ एकदम भाइहरू एकदम रिसाउँछन्। त्यस पछाडि यो केटाहरूसँग कुरा भयो, फोटोसोटो खिच्यो। योपालि मजाले फोटो खिच्न पाइएन, झन्डा बोकेर, किन भन्दाखेरि पानी परिरहेको थियो उतापट्टि एकदम भिजिन्थ्यो। त्यही भएर यहाँ टिनको तलपट्टि बसेर खिच्यौँ यसरी नर्मल्ली। अब ठिक छ, अब अर्कोचोटि राम्रोसँग खिचौँला भनेर कोच बोलायो, सबजना खिच्यो। अब जाने बेलामा एकदमै सेन्टी भएर अँगालो मारेर अब केटाहरूलाई जादु कि झप्पी भन्छ यसलाई चाहिँ। मेरो यो अँगालोले गर्दाखेरि अस्तिको पालि सेकेन्ड आएको थियो, योपालि फर्स्ट आउँछ कि भनेर केटाहरू अँगालो मारे। स्काई भाइ एकदमै भावुक भइरहेछ, रोइरहेछ भाइ, मलाई छोडेर जाँदाखेरि म पनि रोएँ है एकछिन। त्यस पछाडि अब स्लिपीसँग पनि अँगालो मारेँ मैले। स्लिपी पछाडि 3जना बहिनी, 3जना केटाहरूको गर्लफ्रेन्ड हो है, बहिनीहरू बुहारीहरू। त्यस पछाडि कोचलाई पनि अँगालो मारेँ मैले। कोचलाई अँगालो मारिसके पछाडि अब नोफेयरलाई माने हैटेमा मलाई यहाँ पनि अँगालो मार्न फिट्लिएर भाइ 5चोटिमा अँगालो मार्न। सुरुमा यहाँ त अँगालो सुरु भएर भन्दैछ भाइ, लु हामी रुई मेकरकासँग लिम्बेलाई पनि अँगालो मारेको थिएँ। यो मुझी त जाँदैन, हामीसँग घर जाने हो भनेर गरिनँ। त्यस पछाडि निन्जासँग गरियो। निन्जा योपालि जान पाएन, वाच पार्टी गर्छ रे, त्यही पनि ठिकै छ। ल तालीसाली पड्काइयो, ल केटा छिर ल भनेर उनीहरूलाई ढिलो भइसक्यो थियो। मजाले छिरा। म 2जना महावीर पुनहरू देख्न सक्नुहुन्छ तपाईँहरू, क्यापस्याप लगाएर महावीर पुनको फ्यानहरू हो केटाहरू चाहिँ। ल सबजना गयो, बेस्ट अफ लक, राम्रोसँग गरून् केटाहरूले, एकदमै बबाल तरिकाले खेलुन् है त। ल त्यसरी नै फेरि सुबाडी चबाउँदै घरतिर फर्कियो हामी चाहिँ। बाई बाई।